हो साथीहरू, अब पाकिस्तान र भारतको युद्ध भइरहेको छ। धेरै मान्छेहरूले फरक फरक तरिकाले विश्लेषण गरेका छन्। युद्ध धेरै दिन चल्छ। पाकिस्तानले पनि धेरै अट्याक गर्छ, अनि अब कसैले चाइनालाई सपोर्ट गरेको छ भन्छन्, कसैले भारतमा छ। विभिन्न तरिकाका विभिन्न विश्लेषणहरू भइरहेका छन्। तर अब के छ त भन्दा, यत्रो भइसक्यो, धेरै मान्छे मरिसके होइन। पहलगाम एट्याक पछि अब यो पहलगामको एट्याक चाहिँ पाकिस्तानको कुनै हात छैन, या त्यहाँको कुनै हात छैन, कोही अरू आतंकवादीहरूले गरेको भन्ने छ। तर चाहिँ अब यो लडाउन खोजेको अब धेरै चल्दैन लडाइँ। यतातिर बिचमा अमेरिका आइसक्यो, अमेरिकाले सिज फायर गरिसक्यो होइन, कि अब लड्न हुँदैन भनेर उसले चाहिँ बिचमा अमेरिका आएको हुनाले पाकिस्तानले पनि एक प्रकारको युद्ध नगर्ने तर्फ गइसक्यो। भारतले पनि अब त्यो नगर्ने तर्फ, यतातिर एट्याक भयो भने यतातिर गर्न सक्छ, अदरवाइज हुँदैन। यो लामो समयसम्म टिक्ने खालको यो चाहिँ वार होइन। यो 2-4 दिन, 5 दिन, हप्ता दिन, बढीमा हप्ता दिन टिक्ने वार हो। पहिले पनि भएको थियो यस्ता घटनाहरू। 47 देखि 48, 65, 1965, 71, 1979 भएको थियो जो कारगिल युद्ध होइन। यस्ता विभिन्न खालका घटनाहरू भएका थिए। ती घटनाहरू अब फेरि दोहोरिए तापनि त लामो चल्दैन होइन, किनभने पाकिस्तान एक प्रकारले इकोनोमिकली अलिकति कमजोर भइसकेका छ। अलरेडी कमजोर थियो, अझ पनि कमजोर भइसकेका छ। त्यही भित्रकै पाकिस्तानभित्रका मुसलमानहरूले पनि त्यो पाकिस्तानको विरोध गरिरहेछन्, पाकिस्तान सरकारको। अन्य देशबाट पनि पाकिस्तान मुसलमानहरूले पाकिस्तानको विरोध गरिरहेछन् भने अब हरेक दृष्टिकोणले कमजोर भएको छ। पाकिस्तानको कसैले सपोर्ट गर्दैन। त्यसो भएको हुनाले अब लडाइँ हुँदैन, कसैले नआत्तिए हुन्छ, नआत्तिनु पर्दैन। यदि चाहिँ त्यस्तो भइहाल्यो भने सबै सचेत रहनु होला। इन्डियामा बस्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, जो पनि सचेत रहनु होला भन्न चाहन्छु। ओके, थ्याङ्क यू।